आँसुको आँगन। जुम्ला जिल्लाको एक दुर्गम गाउँमा बस्ने मीरा सानैदेखि सङ्घर्षसँग परिचित थिइन्। उनका बुबा सामान्य किसान, आमा दिनभरि खेतबारी र घरको काममा व्यस्त हुन्थिन्। गरिबी उनीहरूको घरको स्थायी पाहुना जस्तै थियो। मीरा पढ्नमा निकै तेज थिइन्। गाउँको सानो विद्यालयमा पढ्दा शिक्षकहरू भन्थे, यो छोरी एक दिन ठुलो मान्छे बन्छे। तर गरिबीले सपनाभन्दा छिटो दौडिन्थ्यो। एसई पास गरेपछि उनलाई काठमाडौँ गएर पढ्ने ठुलो रहर थियो। तर घरको अवस्था त्यस्तो थिएन। त्यही बेला गाउँमा धनी परिवारबाट बिहेको प्रस्ताव आयो। केटा विदेशमा काम गर्थ्यो। परिवारले सोच्यो छोरीको भविष्यसम्म सुरक्षित हुन्छ। मीराले मन नहुँदै बिहे स्वीकार गरिन्। बिहेपछि उनी काठमाडौँ बस्न थालिन्। श्रीमान दुबईमा थिए। सुरुमा फोनमा माया र आश्वासन धेरै थियो। म चाँडै फर्कन्छु, हाम्रो सुन्दर भविष्य बनाउनेछु, उनी भन्थे। मीरा ती शब्दमा जीवनको आधार देख्थिन्। तर समयसँगै फोन कम हुन थाल्यो, पैसा पनि कम पठाउन थाले। एक दिन अचानक खबर आयो, श्रीमान विदेशमै अर्की महिलासँग बस्न थालेका छन्। मीरा एकछिन त सास नै रोकी जस्तो भइन्। उनी गर्भवती थिइन्। परिवारले उनलाई दोष दिन थाले। तिम्रो कारणले छोरा बिग्रियो, उनलाई घरबाट निकालियो। आँसु पुस्दै उनी माइती फर्किन्। गाउँका मानिसहरूले कुरा काट्न थाले। बिहे गरेर पनि टिक्न सकिन। छोरी जन्मी। मीरा छोरीको अनुहार हेर्दै भन्थिन्, म तिम्रो लागि बाँच्नेछु। गरिबी अझै उस्तै थियो। बुबा बिरामी पर्नुभयो। घर चलाउन मीराले गाउँमै सिलाइ कटाइ सिकिन्। दिनभरि काम, रातभरि छोरी स्याहार, कहिलेकाहीँ बोकै सुत्नु पर्थ्यो। एक दिन गाउँको विद्यालयमा अस्थायी शिक्षकको जागिर खुल्यो। मीराले हिम्मत गरेर आवेदन दिइन्। धेरैले भने, एकल आमा के गर्न सक्छे। तर उनले परीक्षा पास गरिन्। विद्यालयमा साना बालबालिकालाई पढाउँदा उनलाई आफ्नै बाल्यकाल सम्झिन्थे। उनी भन्थिन्, तिमीहरू सपना देख, परिस्थितिले रोक्न दिँदैनौ। समय बिस्तारै फेरिन थाल्यो। छोरी हुर्कँदै गई। मीरा गाउँमा सम्मानित शिक्षक बनिन्। वर्षौँपछि उनका श्रीमान गाउँ फर्किए। धोका खाएर, बिरामी भएर उनले मीरासँग माफी मागे। मीरा चुपचाप सुनिरहिन्। उनको मनमा घाउ अझै ताजा थियो। माफ त गर्न सक्छु, उनले शान्त स्वरमा भनिन्, तर फर्किन सक्दिन। मैले आफैलाई धेरै गाह्रो गरेर उभ्याएकी छु। त्यो दिन मीरा रोइनन्। उनका आँखा बलिया भइसकेका थिए। गाउँको आँगनमा अब आँसु झर्दैन थियो, बरु साना बालबालिकाको हाँसो गुन्जिन्थ्यो। मीरा समाजको लागि उदाहरण बनिन्। दुःखले झुकाउन सक्छ, तर तोड्न सक्दैन। आँगनले धेरै आँसु देख्यो, तर अन्ततः त्यही आँगनमा साहस फुल्यो।